गुड मर्निङ एभ्रिवान र है तपाईहरुलाई नयाँ जग्गा लाग्दै होला आज है। यो चाहिँ हाम्रो तल रुम जुन चाहिँ हाम्रो त्यो पुरानो घरको अगाडि सधैँ हरियो कलरको बिल्डिङ देख्नु नि त्यसको मुनि तल हो है। र यहाँ चाहिँ अहिले हामी यहाँ शिफ्ट भएको छ हो। र आज चाहिँ हामीले जति अस्ति तपाईहरुलाई एउटा ब्लगमा देखाएको थिएँ मैले है, हाम्रो घरको कतिवटा सामानहरु हटाएको र त्यो बारहरु भत्काएको है देखाएको थिएँ। र आज चाहिँ हामीले अब च्यादर माथिको च्यादरहरु खोलिरहेको छौं है। आज चाहिँ हाम्रो भाइहरु आउनु पाएन र हाम्रो गाउँको एकजना अंकललाई बोलाएको छौं र म बाबा अन्त हाम्रो मामाको छोरा छ। आज चाहिँ च्यादरहरु अब खोल्ने हो। अन्त त्यो चाहिँ अब धमाधम माथि खोल्नु सुरु गरेको छ र म चाहिँ कतिवटा एक दुईवटा काम उयो गरेर त्यहाँदेखि चाहिँ अब म चाहिँ अब जाँदैछु हो। अहिले फेरि यहाँ भ्लग गरेकोदेखि फेरि बाबाले कराउँछ नि त, त्यही भएर मैले चाहिँ टट्टै यहाँ मुनिबाटै अगाडिको बनाएर चाहिँ अब तपाईहरुलाई सट्टै गरेर माथि देखाउँछु। अहिले चाहिँ हामी यो रुममा बस्दैछ हो। हामी चाहिँ यहाँ रुममा शिफ्ट भएको छ। अब पछि बन्नेपछि फेरि माथि सर्छ। ओके ल साथीहरु, अब तपाईहरुलाई म माथि लगेर देखाउँछु ल। सबै हाल्नु पहिला अलिक नफ्याँक्न, झोलामा हाल्नुपर्छ त्यो। खुट्टातिर गाडिन्छ अहिले। हाम्रो बाजे धमाधम हुँदैछ। हाम्रो अमन जोजो बिस्तारी गर बिस्तारी। हाम्रो चाहिँ धमाधम भत्काउने काम हुँदैछ ल। र साथीहरु, हामीले चाहिँ अब एकपट्टिको चाहिँ एकपल्ट चाहिँ खोलिसक्यो हो। एकपल्टको चाहिँ च्यादर खोली पनि सक्यो। अघि भर्खरदेखि सुरु गरेर एकैछिनमा भत्काए पनि हो। भत्काउनु त छिटै हुँदो रहेछ, बनाउनु चाहिँ साह्रो है। जे कुरा पनि भत्काउनु चाहिँ सजिलो। यहाँ तल मुनि पनि हामीले अस्ति एक दिनमै बाङ बुङ पारिदियो हो। अब के गर्नु, माया त लाग्छ। बाजेहरूले अब दुःखको बेलामा बनाएको घर, तर अब साह्रै जीर्ण अवस्था भन्छ नि क्या, त्यो एकदम वालहरू पनि उयो भइसकेको थियो हो। अब ढुङ्गा कतिवटा वालहरू चाहिँ भित्ताको यस्तो वालले बनाएको छ यसरी हो। अब हेर्नु नि, यो वाल दुईपट्टि गरेर यत्रो मोटो छ है। अन्त यस्तो गरेर बनाएको थियो हो। त्यही भएर चाहिँ यस्तो छ। अन्त अब चाहिँ एक पाटा चाहिँ खोलिसक्यो हो हामीले। अब चाहिँ अर्को पाटा छ है। ओइ आइज ओइ। अब अर्को पाटा खोल्ने तल्लो साइड। यहाँ चाहिँ अलिक बेसी छ नि त। ल साथीहरु, हेर्दै गर्नुहोस् है। त्यो मालिकलाई चाहिँ अलिक देऊ, मजाले देऊ। त्यो मालिकलाई चाहिँ मजाले देऊ है चिया। यहाँ अलिक हाल, यहाँ कम्ती भयो। हाल न यहाँ, म आउँदिनँ अब। फ्रिजको होइन, नर्मल ल्याऊ। यो मालिक होला आफै ल्याएर खान्छ। यता साइड पनि खोल्नु थाल्यो। अब यता साइड अघि खोलेको थिएन हो, यो साइड पनि खोल्नु थाल्यो। यहाँ चाहिँ हाम्रो अङ्कलले बल्ल ओसारिदिएछ हाम्रो घरको लागि हो। यत्रो ओसारिसकेको छ।
हामीले सबै च्यादरहरू खोलिसक्यो हो। अब बटम मात्रै छ। अब चाहिँ हामी चाहिँ यो बटमहरू पनि खोल्नु थालेको, यता साइडबाट खोल्नु सुरु गर्यो हो। अब यहाँबाट सुरु गरेको। ओके गाइस, अब कस्तो हुन्छ भत्काउँदै जान्छ। ओके र गाइस हामीले यताको चाहिँ खोलिसके। अब डाँडा डाँडा हो। अब तेर्सो ओह्रालो गएको मात्रै छ। यहाँको चाहिँ अब सक्नै आँटेको छ। यहाँ थाक लाग्छ त्यहाँ पर थाक लाग्छ। हामीले काठ जति चाहिँ त्यहाँ थाक लाग्छ। दिनले पनि साथ दिइरहेको छ आज हामीलाई हो। मजाको भएर चाहिँ अब यति भत्काउनु च्यादर खोलिसक्यो। यो साइड त खोलि पनि सक्यो हो। अब यो साइडको छ यति रहेको छ। त्यो पनि हामी सक्छ अहिले हो। अन्त यहाँ पर चाहिँ हाम्रो अङ्कलले चाहिँ बल्ल बोकिदिनु हुँदैछ हो। अहिले चाहिँ बल्ल मात्रै आएको छ, 2 गाडी बल्ल आइसकेको छ हो। अन्त यति अब आज स्याटरडे, भोलि त सन्डे, भोलि त आउँदैन बल्ल हो। अङ्कल पनि चर्च जानुहुन्छ, हामी पनि चर्च जानुपर्छ। अन्त आज चाहिँ अब यति भत्काइसक्ने। यति चाहिँ आज सिलिङहरू चाहिँ भत्काइसक्छ होला हामीले यति चाहिँ। ओके गाइस, हेर्दै गर्नुहोस्। अगाडि पनि अब कतिवटा छ भिडियो आउँछ। झार्दैन खिन फोटो। साङ्ले पनि रहेछ। मारिस पुरै होला। यो फुच्चा फाँचीहरूलाई पनि रड छ है भित्काउने चाहिँ। छोड्दै मरिसकेछ, चेप्टाइछस् मैले। लु नझर नि तँ चाहिँ मार्तलसँगै। बैँचामा चढाएको छ नि, ढुङ्गा बुढ्छ नगर्छ। यो पनि यस्तो देख्छ। हाम्रो घर चाहिँ सबै भत्काएर यस्तो भएको छ। अब वाल मात्रै झार्नु छ, सबै काठहरू पनि भत्काइसक्यो। यो काठहरूको चाहिँ काँटी निकाल्दैछ हामी अहिले। यहाँ थुपार्यो काठहरू, आदि च्यादरहरू मिलाएर राख्यो हो। अन्त अब यहाँ चाहिँ यो 2 भाइले भत्कायो। यहाँ पर कुना पनि, त्यो पनि तिनीहरूले भत्काएको। यो पनि हाम्रो सानो भोजीले साह्रै रहर गर्यो भित्ता भत्काउनु। नगर भन्दा पनि टेर्दैन। हामीलाई सकाएको अरे हौ यसले भित्ता भत्काउनु। हेर्नुहोस् है साथीहरू, पुरानो घरको वाल चाहिँ नि किल्ला जत्रै लगाएको छ। यत्रो हेर्नु नि। अब म छक्कै परेँ। सबै पहिला चाहिँ यत्रो ठुलो जस्तो लाग्थेन कि, अहिले सबै भत्काउँछ। आम्माम किल्ला जत्रै रहेछ नि सानोतिनो। यत्रो मोटा थियो। त्यसरी चौकट हालेको थियो हो। चौकटमा चाहिँ नि माथि त्यो जुन चाहिँ हाम्रो चौकट राख्छ नि, त्यसमा चाहिँ यत्रो डरलाग्दो बिम हालेको छ है। काठको चाहिँ यत्रो डल्लै ठुलो, यत्रो ठुलो डल्लै हाल्दो रहेछ यसरी। यस्तो राख्छ नि चौकटमा।
यसरी डल्लै राख्दैछ यो चौकट राखेकोमा चाहिँ माथिबाट चाहिँ यो ढुङ्गा अड्काउन चाहिँ डल्लै